विष्णु प्याकुरेललाई मोतीबिन्दु रोग लाग्ने पूर्ण रूपमा दुवै आँखा घुमाएको हुँदा भनेको बोलौँ न अति क्या म यहाँ छु को बोलिरहेछ मासल्ला अति बोलिरहेछ है रन्डीको मान्छेलाई चिन्ने फेरि अर्को दिन बसौँला भनेर भनेकै छु त मैले यसमा भागो र सुरुमा हुन्छ कि भित्र कोठामा हुन्छ हामी चाहिँ यो शिवरात्रिको अघिल्लो दिनमा पशुपतिनाथ टेम्पलमा चाहिँ आएको छौँ होइन यहाँको दर्शन गर्न आएको हामी भिडभाड चाहिँ अति यहाँ चिरिसक्नु छैन पुरै तपाईँको भक्तजनहरूको एकदमै ठुलो मात्रामा घुइँचो लागिरहेको छ यहाँ तल चाहिँ यस्तो रहेछ यहाँ चाहिँ अति छ अति फोटो त यतिको राम्रै होला के आँखा बिग्रियो दामी कडक छ नि भोलि सार्नुपर्छ आइलामा दाइ दामी छ लु कडक फोटो होइन ए त्यतिको आयो भने अरू के चाहियो थोरै